खापियो मौरी हामीले यसरी मौरी छोपेको अवस्था छ। मौरी यसरी छोप्ने, रानी पुरानै ठाउँमा छ भने फेरि मौरी त्यहीँ फर्किन्छ, झोलामा आएछ भने अब यो बाहिरको मौरी पनि झोलाभित्र पस्छ है। अब हामीले यहाँ छोपियो, यो छोप्ने कार्य गरिसके पछाडि अब रानी झोलाभित्र आछ कि आएको छैन भन्ने कुरा अब एकछिनमा थाहा चाहिँ हुन्छ है। अब रानी यो झोलाभित्र आएको भयो भने उताको मौरी पनि यसमा आउँछ एकछिनमा है। अब एकछिन यता पनि हेरौँ, कहिले कहिले रानी यहीँ छोडिएको नि हुनसक्छ है। रानी आएको छ र त्यसलाई झुन्ड्याएर छोडिदियो भने के हुन्छ? यो अनि सबै मौरी भित्र आउँछ। कास्की जिल्लामा होइन, गण्डक प्रदेशमै मौरीको ट्रेनिङ दिने सरले। आयो सर छिरिया। अब के गर्नु पर्यो भने हजुर अब एकछिन त्यो भिडियो खिचिराख होइन। अब यता आएको चाहिँ आएको छैन, मैले त्यही हेरिरहेको छु कि आउँदैछ ल। रानी आयो जस्तो लाग्यो मलाई। यता आयो कि यो त टोपीको बाहिर आयो। अब यो टोपीमा झुन्ड्याउनु पर्यो त्यसलाई। कता उता फर्कियो कि यो भित्र आए? ऊ त्यहाँ झुन्ड्याउनु न सर, थाहा हुन्छ। ऊ त्यो माथि झुन्ड्याउनु हो, त्यो हो त्यसमा उताकै यता आयो भने रानी यसमा आयो होइन। अड्कियो सर, तल यहाँ अड्कियो, यहाँ अड्कियो कि रसी तान्नु तान्नु। फर्के छैन, फर्के छैनन्। आँसी माथि छ। मैले यो सोध्नलाई सोचेको सर, बाई चान्स फुत्कियो भने भनेर। मौरी आदि चाहिँ यतै छन्, तिनलाई हातले ल्याउने अब बिस्तारै। मिल्छ आरामले, हल्का बल गर्नु भएन, पर्दैन भन्न। खुलै हो, ऊ त अगाडि छ सर, अगाडि छ हो। त्यहाँ अगाडि छ काँडा बिल्ला है, काँडा छ बँयरको काँडा हो त्यही। त्यहाँ म्याङमा छैन बाबु, बाहिरै होइन। आयो आयो रानी यता आयो, रानी यता आयो, मौरी भित्र छिरिसक्यो, अझै छन् सर त्यहाँ। अब यता आउनु थाल्यो है। अब यसलाई त्यो जस्तो बनाइदियो भने सिङ्का दिउँ, एउटा सिङ्का, यो सिङ्का दिन्छ चाहिँ सर। लामो गर्नु यसलाई ओपन गरिदिएपछि भित्र सबै जान्छ। रानी आइसकेको छ। एरिया बात नहीं यहाँ होइन। अर्को ल्याउनु ल, डबल क्रस गरिदिनु। क्रस गरिदिनु। हजुर हजुर तपाईँलाई अफिसबाट फोन गरेको थिएनन्? मैले नम्बर दिएको थिएँ, आउँछन् बनाउँछन् है साथीहरूले, आउँछन् आउँछन्। ल ल ल पि नर्नु कि हुन्छ हुन्छ। ल ल म आउँछु म पनि। ल ल ल ल ल सचिन ल ल ल किसान अहिले बन्द गरिदिनु। अघि हामीले छोपेको यो मौरी झोलाभित्र गइसकेको छ। अहिले हाम्रो किसानले समय रहेको स्थिति चाहिँ छ। झोलाभित्र चाहिँ हेर्नुहोस् यसरी, अब यता हेर्नुहोस्, अब यसरी चाहिँ बसेको हुन्छ। अब यसलाई लगेर घारमा लगेर हालिदिने हो। अब यो छोप्ने टेक्निक चाहिँ तपाईँहरूले जान्नुभयो होला। यसरी नै गर्नुहोस्, यो दोहोऱ्याएर हेर्दा पनि हुन्छ। तपाईँहरूले यसरी गर्दाखेरि राम्रो हुन्छ। यसमा यसरी पोको पर्थेन यदि रानीभित्र नगएको भए यो चाहिँ सबै यसरी खुला गर्दाखेरि सबै बाहिर जान्थ्यो। र यसरी चाहिँ सबैले यो समाउने कामको चाहिँ भिडियो हेर्नु होला। ल धेरै बेर लाग्दैन, यो 5-7 मिनटमा सब भित्र